नमस्कार अनि स्वागत छ सम्पूर्ण मित्रहरूलाई मेरो युट्युब च्यानलमा। यदि तपाईँ मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया मेरो च्यानललाई एउटा लाइक अनि सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। आज हामी शरीरमा अथवा छालामा आउने एलर्जीहरूको बारेमा कुरा गर्छौं। हुन त नेपालमा छालामा जे आए पनि एलर्जी भन्ने बानी छ। जस्तो चाहिँ तपाईको फंगल इन्फेक्सन भए पनि छालाको एलर्जी भन्ने, सोरियासिस भए पनि एलर्जी, छालामा जे समस्या आए पनि एलर्जी आयो भन्ने बानी छ। फेरि त्यही औषधि पसलमा गएर एलर्जीको दबाई दिनुस् भनेर चाहिँ ट्याब्लेट खाने, कमन ट्याब्लेटहरू खाने, जस्तो पाए औषधिहरू सोनाडम, क्लोभिन्जीहरू युज गर्ने बानी छ। सबसे पहिला त यो धारणा चाहिँ हामीले त्याग्नु पर्यो। साच्चैको एलर्जी भनेको के हो त भन्दाखेरि तपाईले मलाई सोध्नु भयो भने के खानेकुरा अथवा लगाउने कुराको चाहिँ हामीले छालाले चाहिँ सहेन हैन भनेपछि त्यसलाई चाहिँ हामीले एलर्जी भनिन्छ। एउटा चाहिँ इमिडिएट इरिटेन्ट कन्ट्याक्ट हुन सक्छ। जस्तो चाहिँ के तपाईलाई के कुराले टच गर्यो, झुसीले केराले बिज्यो भयो भने इमिडिएट डाबरहरू जस्तो आउँछ। अर्को चाहिँ डिबेट खालको एलर्जी पनि हुन सक्छ। जस्तो कि कहिले काहीँ खानेकुराहरू खानु भयो, इमिडिएटली भएन, 1-2 घण्टा पछि डाबरहरू आयो, त्यो खालको हुन सक्छ। र यो बेसिकली चाहिँ किन हुन्छ त भनेर तपाईले मलाई सोध्नु भयो भने हामीले खानेकुरा अथवा हाम्रो स्किनमा के कुराको कन्ट्याक्ट भयो भने चाहिँ त्यो एलर्जियनलाई चाहिँ हाम्रो जुन शरीरमा चाहिँ जुन ब्लडहरू हुन्छ, ब्लडमा चाहिँ एउटा टी सेल भन्ने एउटा तत्त्व हुन्छ जुन हाम्रो रोगसँग लड्ने प्रतिरोधात्मक अथवा इम्युनिटी सेल भन्छ। त्यो टी सेलले चाहिँ त्यसलाई फरेन अब्जेक्ट, यो त मेरो शरीरको होइन, यो बाहिरबाट आएको हो भनेर चाहिँ एउटा फरेन अब्जेक्ट जसरी चाहिँ जब यसले डिटेक्ट गर्छ, त्यस पछाडि त्यो फरेन अब्जेक्टले चाहिँ इलिमिनेट गर्नको लागि शरीरमा जुन हाम्रो केमिकल रियाक्सनहरू हुन्छ त्यसले गर्दाखेरि चाहिँ छाला छिलाउने, डाबरहरू आउने, त्यो हो एलर्जी भनेको चाहिँ। सो यो विभिन्न खालको एलर्जीहरू सुनिन्छ। हामीले मेटल एलर्जी भन्छ, कतिले चाहिँ डाईको एलर्जी, मेहन्दीको एलर्जी हैन, कति खानेकुराको एलर्जी, लुगाको एलर्जी, खानेकुराको एलर्जी, विभिन्न एलर्जीहरू हुन्छ। यो एलर्जी गराउने विभिन्न तत्त्वहरू हुन्छ। जस्तो फर इक्जाम्पल कपालमा लगाउने डाईको एलर्जी भनेको त्यसमा चाहिँ एउटा पोलिफेनाइलिन डाइएमाइन पिपिडी भन्ने एउटा चाहिँ केमिकलको एलर्जी हुन्छ। अर्को मेटलको एलर्जी, एकदमै कमन मेटल एलर्जी हुने व्यक्तिहरूलाई चाहिँ मोस्ट कमन भने चाहिँ निकेल भन्ने एउटा जुन तत्त्व हुन्छ, सो त्यो निकेलको एलर्जीहरू चाहिँ हुन्छ। तर तपाईले कति याद गर्नु भएको होला, अरू बेलामा चाहिँ एलर्जी हुँदैन। फिमेलहरूले जब चाहिँ यो गोल्ड चाहिँ हैन बाहिरतिरको इमिटेसन ज्वेलरीहरू युज गर्न थाले पनि कानको वरिपरि, घाँटीतिर चाहिँ चिलाउने खालको चाहिँ हुन सक्छ। अथवा कतिपय मान्छेले जिन्स प्यान्ट लगायो, जिन्सको प्यान्टको बटमले टच गर्ने ठाउँमा, अथवा चाहिँ बेल्ट लगायो, बेल्टको मेटलले टच गर्ने ठाउँमा पेटमा चाहिँ चिलाउने, एलर्जी हुने, अथवा चाहिँ त्यहाँ चाहिँ बिबेरा हुने, रातो हुने हुन्छ। अथवा घडी लगायो, त्यो घडीको मेटलले चाहिँ जहाँनिर छुन्छ त्यहाँनिर चाहिँ यस्तो समस्याहरू आउने हुन्छ। अथवा रिङ लगाउने ठाउँमा त्यस्तो समस्याहरू आउने हुन्छ। सो युजुअली चाहिँ यो डाइरेक्ट एलर्जिक कन्ट्याक्ट डर्माटाइटिस भयो। यसको समाधान भनेको चाहिँ उक्त कुरा मेटल देखि अभोइड गर्ने हो। डेट सपोज मलाई चाहिँ के कुराको एलर्जी छ भने मेरो शरीरमा यो सबै भोगिराख्यो भनेदेखि त तपाईको यो एलर्जी त कम हुन सक्दैन त यसको सबैभन्दा ठुलो उपचार भनेको चाहिँ एभोइडेन्स। जे कुराले चाहिँ तपाईलाई एलर्जी भएको छ त्यो कुरालाई तपाईले अभोइड गर्नु पर्यो। तपाईले घडी मेटल भएको घडीले भएको छ भने त्यो नन मेटल खालको हो, टाइटेनियम खालको घडीहरू युज गर्नु पर्यो। निकेल नभएको लगाउनु पर्ने भयो, लेदरको चेन भएको घडीहरू चाहिँ लगाउनु पर्यो। बेल्ट लगाउनु पर्यो भने नि मेटल नभएको बेल्टहरू लगाउनु पर्यो। सो त्यो खालले चाहिँ तपाईको एलर्जीहरू चाहिँ अभोइड गर्न सकिन्छ। उपचार गर्नको लागि चाहिँ नजिकैको कुनै छाला रोग विशेषज्ञमा गएर तपाईले उपचार गर्न सक्नुहुन्छ। यसको जोगिने उपाय भनेको चाहिँ सबभन्दा मेन औषधि हामीले जथाभावी आफै प्रयोग गर्नुभन्दा पनि छाला रोग विशेषज्ञसँग राम्रोसँग कन्सल्ट गरेर उहाँहरूको सल्लाह बमोजिम गर्यो भने चाहिँ तपाईलाई एकदम बेटर हुन्छ।
बेस्ट आइडिया भनेको यो एलर्जीबाट बच्ने भनेको जुन चिजले आफूलाई एलर्जी भएको हो त्यो चिजलाई आफैले विचार गरेर आफैले सोच विचार गर्ने र के चिजले आफूलाई त्यस्तो हुँदो रहेछ त्यो चिजलाई एभोइड गर्ने, त्यो चिजबाट टाढा रहने, यसको सबभन्दा मुख्य उपचार भनेको नै यही रहेको छ। बाँकी भनेको तपाईँले त्यो कुन चिजबाट एलर्जी हुने रहेछ भन्ने त्यो टेस्ट गर्नको लागि चाहिँ अब यसको लागि प्याच टेस्ट अथवा प्रिक टेस्ट भन्ने एउटा टेस्ट रहेको हुन्छ छालाको। त्यसले चाहिँ इमिडिएट रिजल्ट पनि दिन्छ तपाईँको कुन चिजले यसरी तपाईँको शरीरमा एलर्जी हुँदो रहेछ भन्ने थाहा पाउन सकिन्छ। त्यही अनुसार चिकित्सकको सल्लाह बमोजिम तपाईँले आफ्नो जीवनशैलीलाई सुधार गरेर अगाडि बढ्यो भने पक्कै पनि यो एलर्जीबाट तपाईँहरू बच्न सक्ने हुनेछ भन्दै आजको भिडियो तपाईँहरूलाई पक्कै पनि जानकारीमूलक भयो होला भन्ने आशाका साथमा फेरि पनि तपाईँहरू माझमा यस्तै जानकारीमूलक भिडियोहरू लिएर उपस्थित हुने नै छु। तबसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। हस्त नमस्कार।